अपलोड गर्छु हेलो एभ्रीवान वेलकम ब्याक टु माई युट्युब च्यानल एन्ड अनदर भिडियो। फेरि पनि स्वागत छ तपाईँलाई अर्को न्यू डे न्यू भ्लगको साथमा फेरि उपस्थित भइसकेको छु। आफ्टर लङ टाइम मैले चाहिँ भिडियो अपलोड गरेको थिइनँ, त्यसैले अहिले चाहिँ मैले तिहार पछाडि भिडियो अपलोड गर्दैछु। के कस्तो हुनेछ हेर्नु होला गाइस। अहिले चाहिँ तपाईँहरूले मलाई यस्तो पहिरनमा किन छ भन्नुभएको होला। यस्तो यो लुगा चाहिँ मेरो घाँस काट्ने विथ चारो खोर्ने भन्दा सुँगुला चारो खोर्ने ड्रेस हो नि त। अनि त्यसैले मैले चाहिँ अब तिहारभरि चारो सबै काटेर राखेर पकाएर राखेको थियौँ। अहिले चाहिँ चारो सिधिसकेको छ, तिहार पनि सिधिसकेको छ। अनि अब चारो खोर्ने बेला भइसकेको छ, त्यसैले म र मेरो साथी चाहिँ जान आइरहेको थियौँ चारो खोर्नलाई होइन गाइस। अनि यतातिर चाहिँ छ हँसिया र बोरा छ। अनि म र मेरो साथी चाहिँ उता कोलाघारी पनि भिजिट गर्ने, अनि त्यहाँदेखि उतापट्टि चारो के पाइन्छ कस्तो पाइन्छ भनेर खेल्दैछौँ। त्यहीँबाट हेर्नुपर्छ गाइस। सो गाइस, अनि मेरो चाहिँ साथी छ यहाँनिर जक्खु। हेलो, यसको चाहिँ रियल नाम दिपेन हो, त्यही पनि अब गाउँमा अब जसको पनि भइहाल्छ निक्नेम होइन गाइस, हो कि होइन भन्छ। अनि यता छ जक्खु यतातिर। हेलो भन, वेलकम माई युट्युब च्यानल। तर यसले चाहिँ मेरो साथी भएर पनि तर यसले चाहिँ म सब्सक्राइब नै गरेको छैन नि गाइस। अनि हामी चाहिँ यतातिर जाँदैछौँ के भन्छ कोलाघारीतिर चारो काट्न। मैले चाहिँ अघि पनि थोरै चारो काटेर आएको थिएँ, अनि यसले जाउँ न भनेर अनि म चाहिँ हिँडेको थिएँ गाइस होइन। यतातिर चाहिँ सबैतिर खडेरी लागिरहेको छ। अनि खोलाको बाटो गएको छौँ हामी चाहिँ होइन। खोलाको बाटो चाहिँ एकदम धुलो छ क्या गाइस। यहाँनिर त्यस्तो दामी ठाउँ छ नि पहिले, तर अहिले बाढीले गएर पोखरी सोखरी सबै बन्द भइसकेको छ। अनि यतातिर धुलो छ गाइस, त्यस्तो धुलो आउँछ। ट्र्याक्टरहरू ओभर कुदेर हामी चाहिँ जाँदा जाँदै बाटोमा एउटा दाइ भेट्यौँ, चिनेको दाइ। अनि चिनेको दाइसँग गयौँ ट्र्याक्टरमा माथिसम्म पुऱ्याइदिनु भयो। त्यसैले यहाँ चाहिँ यहाँको भोइस चाहिँ मैले अफ गरेर आफ्नो भोइस ओभर गरेको छु गाइस। कस्तो हुन्छ राम्रो। सो जक्खु साथी चाहिँ जाँदैछ, हामी चाहिँ कोलाबारी आइसक्यौँ गाइस होइन। हामी चाहिँ आउँदै त्यहाँनिर एउटा ट्र्याक्टर भेट्यौँ क्या। अनि ट्र्याक्टरमा चढाएर गुटुङटुङ आएको छौँ। भ्लगमा हेर्नु होला है गाइस जसरी आयौँ हामी चढेर। चाहिँ पानी उयो गर्दै जाँदैछ, पानी यस्तोमा जाँदैछौँ हामी गाइस। सो गाइस, हामी चाहिँ हाम्रो चारो काट्ने ठाउँमा आइसकेको छौँ होइन। अब चारो काट्नु पर्यो, भिडियो त गर्न पाइँदैन। अब के कस्तो हुन्छ आज दिनभरिमा देखाउने छु हेर्नु गाइस। यति बनाइसकेको छ। मैले चाहिँ भर्खर थोरै भ्लग बनाउँदै गरेको, यसले त कति बनाइसकेछ। चारो पाउँदैन अरे, चारै पाउँदैन। यहाँ त कस्तो अनिखा लागेको छ। यता हेर त एकपल्ट चारै छैन गाइस हेर्नु, इत्रु छ यी चारो त केही भयो नि काट्दैछु। सो गाइस, चारो चाहिँ यति नै हो अहिले। चारो खडेरी लागेर हामी चाहिँ यति नै छ होइन गाइस। यस्तो छ चारो। फेरि पनि माथि जानेछौँ, माथि पाइन्छ कि पाइँदैन, पाएन भने घुर्छौँ गाइस। जाँदैछौँ गाइस हेर्नु, त्यो त्यहाँ जाँदैछ। म चाहिँ अब यहाँ पुलमा तर्दाखेरि पानी झर भने पनि त्यही भएर उयो गर्दैछु। ओ मेरो तेरो फोनबाट बनाइदिए त, बना न। जाँदैछु म गाइस हेर्नु, झोक्रो बोकी गरी सुँगुरको चारो हन्टिङ हान्न। तँ घाँस नकाट्न मार्छन्। एउटा भिडियोमा त कपिराइट लागेर ब्लक लिस्टमा हालिदिएको छ युट्युबले। कर्मी आमेको थियो नि एउटा, छोड्न है भन्ने। अनि हामी चाहिँ गाइस यहाँ आउँदा कस्तो दामी मैले चाहिँ फुल देखेँ कि गाइस। के भन्छ यहाँ केको फुल भन्छ नि, यो के पो भन्छ, सिलुङ्गे कि खै के भन्छ। फिलुङ्गेको फुल हेर्नु गाइस, फिलुङ्गेको फुल देखेँ कस्तो राम्रो रहेछ। अब चाहिँ आउँदैछ तोरीको भिडियोहरू पनि।
देखाउनेछौँ। यता चाहिँ जग्गु जाँदैछ पनि यता भरिया भएर आउँदैछ गाइस। पहिले त कस्तो जङ्गल थियो अहिले कति राम्रो भएको रहेछ हेर्नु गाइस होइन मासतिर। पछि यहाँ तोरीबारीको भिडियोहरू पनि आउँछ, तोरी हान्छन् होला, तोरीबारीको भिडियो पनि आउनेछ गाइस। गाइस हामी चाहिँ घर फर्किसकेको, घरतर्फ लागिसकेको होइन, चारो पाइएन। अनि जाँदा यहाँदेखि हेर्नु न कस्तो दामी देखिन्छ खोलाको भ्यू। अनि जाँदैछौँ यतातिर चाहिँ एकदम घारी छ, चारो पनि भेटेन मासतिर, त्यतिखेर खडेरी लागेर होला, चारो पनि छैन होइन गाइस। अनि हामी चाहिँ लाग्दिएको सिधै हिँड्न यहाँ चाहिँ जाँदैछ। जब चाहिँ यहाँदेखि चाहिँ खोलाको भ्यू राम्रो देखिन्थ्यो, तर अहिले घारीले गरेर कस्तो देखिन थालेको छ हेर्नु गाइस। चिसाङ खोला हो यो चाहिँ हाम्रो चिसाङ। हामी चाहिँ अब खोला घारीतर्फ छिरेको छौँ होइन गाइस। खोला भेट्यौँ भने चाहिँ खान्छौँ, भेटेनौँ भने खाँदैनौँ। यत्रो रहेछ छैन होला हौ, घनुर खोला घारी जङ्गल छ यहाँ चाहिँ। म गएको आइज, म गएको हिँड हिँड उता 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 म आइज यहाँ आइज उतालाई पकड पकड त्यसलाई आइज 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 हिँड घर हिँड भित्र हिँड उता यसलाई आइज यहाँ आइज म त गएको आइज हिँड 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 उता हिँड भित्र खोइ लट्ठी उता गुड जब गाइस। अनि म चाहिँ फेरि पनि आइसकेको छु यतातिर होइन, यो बिमल्यान्डहरूकोतिर। अनि बिमल्यान्डहरूकोतिर चाहिँ हेर्नु न झिलिमिली कति मजाले बलिरहेको छ। छन त हाम्रोमा नि छ कि, तर हाम्रो गाउँतिर चाहिँ सबैतिर निकालिसक्नु भएको छ, कुनै कुनै ठाउँमा मात्रै छ। अहिले चाहिँ छठ पछाडि मात्रै हो नि त झिलिमिली निकाल्ने। अनि भिडियो बनाउँदै रात पर्यो, अनि एकछिन भएन अलिकति भिडियो बनाऊँ न भनेर यतातिर आइदिएको। भिडियोमा के कस्तो भयो सपोर्ट गरिदिनु होला, साथ दिनु होला। थ्याङ्क यू फर वाचिङ।